हेलो दोस्तों, हमारे कंपनी में सभी को नमस्कार। हमारे पास चल कर आए हुए हैं, बहुत दूर दूर सर आए हुए हैं, जिसका नाम है मिस्टर धूप प्यार। कृपया आप उसके चैनल का सब्सक्राइब कीजिएगा। दाजु तपाईँ भिटेनको गाउँको मान्छे हुनुहुन्छ हैन दाजु? हजुर भिटेनको घर त देख्नु भएको छ? एकदम देख्नु भएको छ। कस्तो हाम्रो चपुरे धेरै राम्रो घर बनाएको छ। अहिले त तरक्की पुरै गरेर सिङ्गर बनिसक्यो हाम्रो सुपरस्टार जान प्राण। हामी त धेरै मान्छौँ नि त हाम्रो बिजन दाइलाई। हाम्रो सुपरभाइजर ओभरसियर सर, हाम्रो ओभरसियर सर, हाम्रो ओभरसियर सर अनि हाम्रो इन्जिनियर सर हैन। अब हामी जाँदैछौँ जान्नलाई। हेलो नमस्ते नमस्ते, स्वागत छ। म धेरै दिनपछि फेरि पनि आइसकेको छु है भ्लगमा। धेरै दिनपछि आज शनिबारको दिन 1 महिनै भइसक्यो होला है म भ्लगमा नआएको, तर पनि म फेरि पनि आइसकेको छु। ढिलै भयो भने आज म सिधै के हुँदैछ त त्यसमा जाँदैछु है त। काम हुँदैछ हाम्रो होइन बाटोमा, सो त्यो तपाईँलाई म देखाउन जाँदैछु के कस्तो हुन्छ आजको शनिबार। ह्याप्पी सटरडे। सो गाइज लेट्स गो। तपाईँ देख्न सक्नुहुन्छ होइन, हाम्रो चाहिँ यहाँ पिसिसीको लागि यहाँ कार्यक्रम हुँदैछ, तपाईँ देख्न सक्नुहुन्छ होइन। सो त्यही हो गाइज, टक्क साफ गरेर होइन टक्क 10 सेन्टीको पिसिसी हुँदैछ हाम्रो। त्यही हो, हाम्रो रौतहटको हुनुहुन्छ है, भिटेनको गाउँको मान्छेहरू हुनुहुन्छ, काम गर्ने दाजुहरू होइन। काम चाहिँ बहुत मेहनतको साथ गर्नुहुन्छ है। हाम्रो साइड चाहिँ साथीहरू यहाँसम्मको इन्डिङ छ होइन, 8 किलोमिटरसम्म है। यो 8 किलोमिटर हो, यो 8 किलोमिटरको सबैभन्दा माथिल्लो पोइन्ट। यो सबै तल तपाईँहरू देख्न सक्नुहुन्छ, यो बाटोहरू होइन यो सबै बन्दै गएको छ। अहिले तपाईँहरूलाई मैले स्टेप गरेर देखाउने नै छु। अब यो लास्ट स्टेजको यो काम हो। अब त्यहाँ सेकेन्डमा यहाँ पनि काम भइरहेको छ, अनि त्यहाँ अलि तल गरेर टन्नै कामहरू भइरहेको छ। तपाईँलाई मैले माथिदेखिको तलसम्मको आज मैले ब्लगमा देखाउने नै छु। त्यही हो गाइज, यो चाहिँ सबैभन्दा माथिको है त, यो एकदम माथिल्लो पोइन्ट, यो इन्डिङ लास्ट पोइन्ट। योभन्दा तलतिर बहुत काम भइरहेको छ गाइज। अनि यो पारी तपाईँहरूले देख्न सक्नुहुन्छ अर्घखाँचीको सिमाना। पाल्पा त पाल्पै हो गाइज होइन, तर त्योभन्दा उतापट्टि चाहिँ अर्घखाँची छ भन्ने सुनेको म गएको। र साथीहरू पिसिसी सुरु भइसकेको छ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। अब चाहिँ पिसिसी धमाधम हुन्छ, एकैछिनमा भ्याउँछ साथी दाजुहरूले 1 घन्टामा। यो चाहिँ अस्ति बनाएको साथीहरू प्लम होइन, तपाईँ देख्न सक्नुहुन्छ। सब यो अस्ति सब बनाएको के। उता पानी ट्याङ्कर आउँदैछ, अब यहाँ क्युरिङ गर्छ गाइज। अब म चाहिँ तल जान्छु, तल पनि काम भइरहेको छ के साथीहरू। हाम्रो चाहिँ हिजो होइन यहाँ प्लम स्ल्याब कल्भर्ट भन्छ होइन, हिजो बनेको थियो। यसलाई चाहिँ फिलिङ गर्दैछ आज चाहिँ। त्यसपछि अब यहाँबाट फेरि तल पनि प्लम नालीहरू यहाँ सब बन्दैछ गाइस। यो चाहिँ सेकेन्ड साइड है, अहिले यहाँ चाहिँ फिलिङ गरिरहेको छ, त्यसपछि काम गर्न सजिलो हुन्छ भनेर। अनि यहाँ स्ल्याब पनि आउँछ, ठिक छ। यस्तो छ यस्तो। भलक दाजु भलक। कृपया आफ्नो सुरक्षा भए काम गर्नु होला। यो धेरै गाह्रो काम छ, धन्यवाद। मैले 1 महिना भयो दाजुहरू भलक नबनाएको। साँच्चै ब्लग बनाउनु भयो क्या? साँच्चै हो कि मैले यहाँ अब आएको बाटो मैले बनाएको छैन कि भलक। जाने बेलामा बनाइदिने होइन, अब दिनदिनै बनाउने। डेली काम भइरहेको हुन्छ नि त, फरक काम हुन्छ। ल म राम्रोसित बोल्छु है। ल
दाजु तपाईँ भिटेनको गाउँको मान्छे हुनुहुन्छ होइन दाजु? हजुर भिटेनको घर त देख्नु भएको छ? एकदम देख्नु भएको छ मलाई। कस्तो हाम्रो चपुरे धेरै राम्रो घर बनाएको छ, अहिले त तरक्की पुरै गरेर सिङ्गर बनिसक्यो हाम्रो सुपरस्टार जान प्राण। हामी त धेरै मान्छौँ नि त हाम्रो भिटेन दाईलाई। बबाल हुनुहुन्छ भिटेन दाजु, बबाल हुनुहुन्छ हाम्रो दाई। भेटघाट भएको छैन? हामीले भइसकेको छ भेटघाट, एउटा फोटो पनि ल्याएको छु भिटेन दाईसँग। हाम्रो काम गरिरहेको छ त्यही आफू दाईले। धेरै खतरा छ नि त हाम्रो भिटेन दाई, एकदम दिलको सोझो मान्छे, धेरै मन पर्छ मलाई। ल ठिक छ दाजु, पछि सँगै हजुरको घरतिर यसो घुम्न आउँदाखेरि भिटेनको घरतिर लैदिनु होला है। ल हस्, हुन्छ तपाईँ जहिले नि आउनु, आज आउनु हिँड्नु न। कहाँ आज हिँड्नु, काम छोडेर बुढो? अहिले नि हिँड्नु, अहिले नि हेराइदिन्छु हजुरलाई। हजुरको भिटेन दाईको घरमा पनि पुऱ्याइदिन्छु। ल यही हो हाम्रो भिटेन दाईको घर भनेर हेरिहाल्नुहोस्। हाम्रो चपुर चन्द्रपुर 4 गाउँ रोडमा तिर हो। ल रौतहटको दाजुहरू हुनुहुन्छ होइन हाम्रो काम गर्ने साइडमा, रौतहट अनि यता बर्दिया काकाको दाजुहरू टाढादेखि आउनु भएको छ। ल हामी पनि पाल्पाको टाढा कुनादेखि आएको छौँ कि गाइस। सो त्यही हो, अब भेट गर्दै गरौँ न होइन, भिडियोमा रहिरहनु होला। अझ तलतिर पनि हामी जाँदैछौँ अहिले। यो अहिले म सेकेन्ड साइडमा छु है गाइस। हाम्रो अर्को कमेडी दाजु आउनुभएको छ, म कमेडी गर्छु भन्दै हुनुहुन्छ। के छ दाजु, तपाईँको खबर के छ यसो बताइदिनुहोस्। हेलो गाइस, हमारे कंपनी में एक से एक कलाकार आए हुए हैं। आप देख सकते हैं, जिसका नाम है सर का नाम क्या है? सर का नाम सनम श्रेष्ठ है। समन श्रेष्ठ है या दोस्तों, कृपया अभी हम व्यस्त हैं, बाद में ब्लॉग बनाएंगे। दाजु बहुत कड़ा है, दाजु काम पनि बहुत अच्छा करता है हैन। कामको साथसाथै हामी गफ पनि गरिरहेको छौँ साथीहरू। त्यही हो, कामको साथसाथै गफ पनि गर्नुपर्छ, रमाइलो हुन्छ, काम गर्न पनि मजा आउँछ। त्यो हो। हजुर सरकारको इच्छा भए फेरि भेट गरेर ब्लगमा फेरि आइहाल्छु। धन्यवाद। लाइक कमेन्ट सेयर यस, थ्याङ्क यू ब्रदर। यतिसम्म भइसकेको रहेछ गाइजी, कति छिटो बिहान पखमै पिसिसी यति भइसक्यो गाइस। साथीहरू हाम्रो हाइलक्स आइसकेको छ, अब खाना जाने बेला नि भइसक्यो। साथीहरू अब चाहिँ बहुत भोक लागिसक्यो, 11 बजिसक्यो बिहानको दिउँसोको होइन। सो अब हामी खाना जान्छौँ हाइलक्समा सरर भन्ने होइन। ल आज चाहिँ भिडियो बनाउँदै हो क्या दाजु? एकदम ल बनाएर जाउँ। ल अब जान्छौँ, अब दह्रो भात सात खाएर फेरि 1 घन्टा रेस्टपछि हामी फेरि यहीँ माथि आउँछौँ। हाम्रो गुरुजी हुनुहुन्छ, युट्युबमा जान्छ है दाइ। एकदम ठिक छ। ल हालिदिनुहोस् न गीत सुन्दै। अब त्यहाँ मान्छे हाम्रो दाइहरू पनि हुनुहुन्छ, ओभरसियर दाइहरू, सब सुपरभाइजरहरू, सबलाई हामीले उठाउँदै यहाँ पनि काम भएको यो त सब देखाइसके। अब हामी टक्क सबैजनालाई उठाएर अनि हामी भात खान जान्छौँ। अहिले यहाँको कामदारहरू फेरि यो ट्र्याक्टरमा आउनुहुन्छ। यहाँ पनि पलम वाल भएको थियो, यो चाहिँ हिजो सक्यो। यहाँ चाहिँ अर्को ग्रुपले गर्नुभएको छ, साथीहरू गर्नुभएको थियो, अहिले चाहिँ सकेर अब यहाँ अब हामी आरसिसी ढलान हुँदैछ तल। सबै यहीँ हुँदो रहेछ। ल यहाँ अब आरसिसी ढलान हुन लागिसकेको छ है। हाम्रो सुपरभाइजर ओभरसियर सर, हाम्रो ओभरसियर सर, हाम्रो ओभरसियर सर अनि हाम्रो इन्जिनियर सर। अब यहाँ त्यो चेयरहरू हालेर टक्क यहाँ हुँदैछ। अब आरसिसी ढलान हुन लागेको छ। बाइक बिस्तारै हिसाबले क्युब लिएर कोही आएन खै। क्युब ट्याङ्करमा ल्याएर पठाएको थिएँ। ल माल झर्न सुरु भइसकेको छ। माल तान्ने मान्छे एकदम खोला गइसक्यो।
यस्तरी रहन्छ है। माल पनि बहुत कडा देखेको छ। के छ त हाम्रो ओभरसियर सरको हालखबर के छ? किन भोक लाग्यो हो? बिस सेन्टी त्यत्रो माथि आउनु पऱ्यो है। हाम्रो यहाँ भाइब्रेटर पनि आइसकेको छ। अब टक्क भाइब्रेटर हानिन्छ अनि क्युब बनाइन्छ, क्युब टेस्ट पनि छ। सो त्यही हो, टक्क सेक्सन बनाएर काम भइरहेको छ। 6 मिटरको सेक्सन हो यो। हाम्रो तेल फिक्टी गर्दा रे पुरी रे तेल अलि कम हो कि हो नि हाम्रो त मुकेर आउँदैछ। अब स्टार्ट होई, अब स्टार्ट हुई। त्यही त पावर चाहियो। ओ भयो ल। यो थर्ड साइड है साथीहरु, थर्ड साइड यो साथीहरु हामीलाई अब बहुतै भोक लागेर चाहिँ खप्नै नसकेर हैन, अब हामी जाँदैछौँ है जान्नलाई। खै ब्लगर त यसो देखाउनु न हामीलाई। हेलो वेलकम टु माई कनौजे ब्लग। यहाँ चाहिँ अहिले म सनम भाइको फोनबाट गर्दैछु। हाम्रो ढलाइ सकेर हामी हिँडेछौँ, प्रस्थान गर्नुभएको छ मेसतिर खाना खानको लागि। दाइहरू यहाँ तलबाट आउँदै हुनुहुन्छ फेरि। आएर शिव दाई मेन यस कम्पनी प्राकृतिक निर्माण सेवा को एकदम ठुलो सर। के भयो गुरुगानी मान्दैन? ल हामी फिलिपिन साइडमा आइसकेको छौँ है। यो चाहिँ क्याम्प हो हैन। अनि यसपछि यतापट्टि हामी चाहिँ हाउस होल्डिङ त्यहाँनिर काम हुन लागिरहेको छ, स्ल्याब कलबट हैन। बिहानको लिआई अघिका कलाकार दाजु कहाँ जानुभयो? हाम्रो त्यसको भिसा आयो, भिसा तलतिर लाग्यो, तलतिर उता बेलबासतिर हैन माथिको भिसामा गयो। त्यो पिसिसीमा फ्लाइटको भिसामा। तपाईलाई थाहा छैन? मलाई के थाहा त नि। अनि हाम्रो कंपनी में ल भाइ तपाईँ कट भन्नु न, कट ले हानिरहने कि कट थट भन्नुपर्छ ल। ल भयो।
हेलो दोस्तों, हमारे कंपनी में सभी को नमस्कार। हमारे पास चल कर आए हुए हैं, बहुत दूर दूर सर आए हुए हैं, जिसका नाम है मिस्टर प्यार। कृपया आप उसके चैनल का सब्सक्राइब कीजिएगा। अब यहाँ यस्तो स्ल्याब बन्न लागेको छ होइन, सरमा टक्क लगाएर हाम्रो 40 हाल्नु पर्यो होला नि बुढो। होइन यसमा थप्दा पनि अब बाटो कम गर्दै भइगयो नि, त्यही कुरो हुन्छ होइन। खालि भिडियो बनाएर राख्नुहुन्छ यार, गराउनुहोस्। ल साथीहरू होइन, अब चाहिँ हामी खानासाना खाएर यता काम साइडहरूदेखि तपाईँले देख्नु भइसक्यो। अब चाहिँ हामी घर जाने बेला पनि भइसकेको छ। अनि त्यहाँ एउटा सानो काम चाहिँ त्यहाँ दाइले चाहिँ भ्याएको छैन, सो त्यस कारण चाहिँ हामी त्यहाँ कुरिरहेको छौँ। अहिले चाहिँ हामी रेस्ट, दाइ पनि मस्त रेस्ट गर्नुभएको छ, अनि म मस्त रेस्ट। अब त्यो दाइ आउने बित्तिकै हामी रुम घर जान्छौँ, त्यसपछि भातसात खान्छौँ। आजको दिन पनि हाम्रो समाप्त हुन्छ गाइज। त्यही हो, अहिले एकछिनमा बाटोतिर नै हेर्दै जाऊँ है। अहिले त्यहाँ मैले अघि नै चाहिँ देखाइनँ तपाईँलाई, अहिले अब चाहिँ म देखाउने छु। सो त्यही हो। सब साइड हामीले साइडहरू अब यहाँ सब बेस्ट हुनेवाला छ होइन। गाडीमा जाने भनेको गाइज, गाडी ढिलो हुने भयो। सो हामी बाइकमा हिँडेको कि यो सब माटो थुपार्नुको कारण चाहिँ सब बेस गर्नको लागि हो गाइज होइन। अब यहाँ सब यो बिज हुनेवाला छ नि त, त्यस कारण हो। अनि यहाँ पनि अब आरसिसी हुनेवाला छ, यहाँबाट नि गएको हाम्रो साइड यहाँ पनि पर्छ गाइज होइन। अब हामी क्याम्प नजिक आइसकेको छौँ साथीहरू। त्यही हो, भाइले पुरा दुईवटा हात जोडेर लास्टवाला। अब हामी क्याम्पमा आयो गाइस, अब हाम्रो बस्ने ठाउँ आयो। सो अब हामी रेस्ट, दाइ आउनु भइसकेको रहेछ। ल ठिक छ, अब हाम्रो क्याम्प आइसक्यो, हामी बस्ने ठाउँ गाइस। बुढो आइभ्याएछ। हामी बस्ने घर कति बवाल छ गाइस। आज हामी यहीँ बस्छौँ, हामी सधैँ बस्ने ठाउँ यहीँ हो। ल आजको ब्लग कस्तो लाग्यो त राम्रो लागेन लाइक सेयर सब्सक्राइब गरिदिनु होला।